हेलो, स्वागत छ सबैजनालाई हाम्रो नयाँ यो भिडियोमा चाहिँ जहाँ चाहिँ मैले मेनली चाहिँ एउटा टपिकमा चाहिँ डिस्कसन गर्नेछु र यसको बारेमा तपाईँहरूलाई जतिसक्दो धेरै जानकारी दिने कोसिस गर्नेछु। हामीले अहिले देख्न सक्छौँ कि बिटकोइनको प्राइस चाहिँ अहिले एकदमै ड्रप हानेको छ 88K को रेन्जमा ड्रप हानेको छ 89 तर अब यो हप्ता चाहिँ एकदमै भोलाटाइल विक रहने गएको छ र मैले यो भिडियो चाहिँ कुनै पर्टिकुलर डे या एउटा न्युजभन्दा पनि एउटा म्याक्रो पिक्चर दिन खोजेको जहाँ चाहिँ हामीले मेन डिस्कसन गर्नेछौँ कि जापानलाई लिएर चाहिँ कसरी मार्केटलाई इम्प्याक्ट गर्ने गरेको छ र अहिले यो हप्ता जुन जापानमा रेड कटको कुरा आउँदैछ डिसेम्बर 19मा सायद यो फ्राइडे हो। सो त्यसले चाहिँ म्याक्रो पिक्चरमा के इम्प्याक्ट पार्ने छ र यसले कसरी काम गरिरहेको छ भन्ने कुरालाई लिएर चाहिँ म तपाईँहरूलाई अलिकति इन्फर्मेसन सेयर गर्न खोज्दैछु। सो हामीले देख्न सक्छौँ कि यो हप्ता चाहिँ फ्राइडे डिसेम्बर 19मा चाहिँ जापानले इन्ट्रेस्ट रेट हाइक गर्ने डिसिजन म्याक्सिमम हुन गएको छ। पोली मार्केटको अनुसार चाहिँ 98% सम्मको चाहिँ चान्सेस छ भनिएको छ। सो यो एकदमै राइट पनि कुरा हो। यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो जापानिज एनको क्यारी ट्रेड भन्ने गर्छ र यसले चाहिँ एउटा म्याक्रो पिक्चरमा चाहिँ कस्तो छ भनेपछि जापानमा चाहिँ वर्षौँदेखि इन्ट्रेस्ट रेट एकदमै कम थियो। त्यहाँ चाहिँ अलमोस्ट टेक्निकली 0 इन्ट्रेस्ट रेट थियो। करिब 20-30 वर्षदेखि नै त्यो इन्ट्रेस्ट रेटमा चाहिँ काम भइरहेको थियो। अब त्यहाँ चाहिँ कस्तो थियो भनेपछि जापानमा ब्याज दर एकदमै कम भयो, 0 नै भएको भएर जापानमा चाहिँ मान्छेहरूले बरो गर्ने, जापानिज गभर्मेन्टबाट चाहिँ त्यो पैसा बरो गर्ने, बरो गरेर चाहिँ तिनीहरूले त्यो पैसालाई चाहिँ डलरमा या युरोमा केमा हुन्छ कन्भर्ट गरेर चाहिँ इन्भेस्ट गर्ने गर्थे। त्यो चाहिँ आउट अफ कन्ट्री जस्तै युएसमा भयो या युरोपमा कता हुन्छ या अरू कुनै एसियन कन्ट्रिजहरूमा हुनसक्छ जहाँ चाहिँ रेट अफ रिटर्न अलिकति हाई हुन्छ। जस्तै अब युएस स्टकमा भयो, गोल्डमा भयो या नभएपछि इभन युएस ट्रेजरीहरूमा पनि राम्रै रिटर्न दिन्छ कम्पेयर टु जापान। अनि बिटकोइनमा भयो। अब यो रिस्की एसेटमा चाहिँ इन्भेस्ट गर्ने एउटा चलन थियो। त्यसले चाहिँ के गरिरहेको थियो भनेपछि भनौँ न मान्छेहरूले चाहिँ जापानबाट पैसा ल्याउने, इन्भेस्ट गर्ने अनि त्यसबाट चाहिँ एउटा सर्टेन फाइदा लिने, पैसा चाहिँ प्रफिट आउँछ। प्रफिट फाइदा भइसकेपछि त्यसलाई फेरि डलरलाई फेरि एनमा कन्भर्ट गर्नु अनि पे ब्याक गर्ने गरेका थिए। जसले गर्दा चाहिँ यो आर्बिट्राज यो काम गर्ने मान्छेहरूलाई एकदमै फाइदा भएको थियो। किनभने जापानमा टेक्निकली रेट बढ्दै बढ्दैन या रेट कन्स्ट्यान्टै हुन्छ भन्ने नै एउटा मान्यता पनि थियो। यो वर्षौँदेखि यही मान्यतामा चलेको थियो। किनभने धेरै कन्ट्रीहरूमा चाहिँ इन्फ्लेसनको प्रब्लम छ, प्राइस बढ्ने प्रब्लम छ। जापानमा चाहिँ डिफ्लेसनको प्रब्लम छ। यो चाहिँ इन्फ्लेसनभन्दा पनि एकदमै घातक हुन्छ। सो अब यही चिजको इम्प्याक्टले गर्दा चाहिँ अहिले प्राइसमा पनि बिटकोइनलाई पनि इम्प्याक्ट गरेको छ। किनभने चाहिँ बिटकोइन एउटा वान अफ द रिस्की एसेट हो र यो वर्ष यदि जापानले यो हप्तामा चाहिँ यदि जापानले इन्ट्रेस्ट रेट 0.25%ले बढायो भनेपछि म्यासिभ अमाउन्ट अफ मनी चाहिँ जो इन्भेस्टरहरूले त्यहाँबाट बरो गरेका थिए उनीहरूले चाहिँ त्यसमा धेरै ब्याज तिर्नुपर्ने हुन्छ। या अब भन्यो अभियसली ब्याज धेरै तिर्नुपर्ने नै भयो नि त। रिटर्न गर्दा चाहिँ लिने बेलामा ब्याज पाइन्छ भने डिपोजिट गर्दा ब्याज पाइन्छ भने तिर्ने बेलामा चाहिँ ब्याज तिर्नुपर्ने हुन्छ। सो अब त्यही चिजले गर्दा चाहिँ उनीहरूले चाहिँ अब युएसभन्दा बाहिर जुन जुन पैसा छ जापानिज इन्भेस्टरको उनीहरूले चाहिँ त्यो पैसा ब्याक टु कन्ट्रीमा चाहिँ पे गर्नुपर्ने हुन्छ र टाइममै पे गर्नुपर्ने भयो। यदि ब्याज दर बढ्यो भने उनीहरूलाई धेरै पैसा पे गर्नुपर्ने हुन्छ र हामीले देख्न सक्छौँ कि भन्दा सामान्य 25% 0.25% त हो भन्नुहुन्छ तर तपाईँहरूले ट्रिलियन्स अफ डलरमा हिसाब गर्नुहुन्छ यो एकदमै म्यासिभ हुन जान्छ यो अमाउन्ट चाहिँ। किन भनेपछि सायद जापानको मार्केटको मात्रै पनि 3 देखि 7 ट्रिलियन युएस डलर जति अमाउन्ट चाहिँ बाहिर छ भनिएको छ। सो त्यसमा मेजर पैसा चाहिँ सायद युएसको स्टकमा अनि युएसको ट्रेजरी बोन्डहरूमा त्यसमा चाहिँ इन्भेस्टेड छ। बिटकोइनमा कति पैसाहरू इन्भेस्टेड छ। सो त्यही कुराले गर्दा यसमा इम्प्याक्ट गरेको छ र हिस्टोरिकली हामीले हेर्ने हो भने चाहिँ जतिचोटि यो जापानको ब्याङ्क अफ जापानले चाहिँ इन्ट्रेस्ट रेट बढाएको छ होइन त्यो टाइममा चाहिँ बिटकोइनको प्राइसले म्यासिभली डिप पनि हानेको छ होइन। लास्ट टाइम मार्च 2024मा जब इन्ट्रेस्ट रेट बढेको थियो त्यसपछि 23%ले डिप हानेको थियो। जुलाई 2024मा फेरि 26%ले डिप हानेको थियो। जनवरी 2025मा चाहिँ 31%ले डिप हानेको थियो। सो यो पालि पनि हामीले केही नभए पनि 20 देखि 30% मिनिममको डिप देख्न सक्छौँ। सो बिटकोइनको प्राइस अहिले हामीले 88-90K मा छ भने यसमा अझै हामीले फर्दर 20-30% चाहिँ सायद हामीले डिप एक्सपेक्ट गर्नुपर्ने सक्छ। त्यो कारणले गर्दा यो हप्ता एकदमै भोलाटाइल छ होइन। क्रिप्टो बिटकोइन प्राइसलाई मात्र नभएर इभन युएसको स्टक प्राइसेसहरू पनि एकदमै भोलाटाइल हुनेछ र मेन चिज चाहिँ यही चिजको वरिपरि चाहिँ ड्राइभ हुनेछ र होपफुली सायद फ्राइडेभन्दा अगाडिसम्ममा चाहिँ प्राइसले चाहिँ अलिकति धेरै डिप हान्न सक्छ। त्यसपछि अब हामीले हेर्न सक्छौँ होइन अब मार्केटले कसरी रियाक्ट गर्नेछ भनेर चाहिँ। सो त्यही नै हो अब यो रेट बढ्ने बित्तिकै के हुने भने जापानको चाहिँ
जापानबाट जति पनि मान्छेहरू पैसा बरो गर्छन् उनीहरूलाई चाहिँ अब महँगो पर्ने भयो, किन ब्याज धेरै तिर्नुपर्ने भयो र यसले चाहिँ एउटा जुन अहिले ग्लोबली लिक्विडिटी शिफ्ट हुने गरेको थियो जापानबाट अरू कन्ट्रिजहरूमा, अब त्यो चाहिँ ब्याक टु जापानमा जाने या यो क्यारी ट्रेड चाहिँ अनवाइन्ड हुने भनौँ न, फिर्ता जानुपर्ने एउटा जुन फेज आउनुभएको छ, यसले गर्दा चाहिँ सायद धेरै एसेटहरू चाहिँ सेल्फ पनि हुन सक्छन् क्यास आउट गर्नुको लागि, जसले गर्दा पेएफ गर्नुपर्न सक्छ टाइममा चाहिँ। सो यो इम्प्याक्ट हामीले एकदमै देख्न सक्छौँ। सो सामान्यमा भन्नुपर्दा चाहिँ के हो भने जापानबाट चाहिँ मान्छेहरूले एकदमै सस्तोमा चाहिँ जापानिज एन बरो गरिराखेका थिए, तिनीहरूले डलरमा कन्भर्ट गरेर युएसको स्टकमा, क्रिप्टोमा, टेक्नोलोजी एसेटहरूमा, होइन अलि हाई रिस्की एसेटहरूमा चाहिँ इन्भेस्ट गरिराखेका थिए। अब इभन युएसको ट्रेजरी बोन्डहरूमा इन्भेस्ट गरिरहेको थिए। त्यहाँ चाहिँ रेट अफ रिटर्न अलिकति हाई भएको कारणले गर्दा र उनीहरूले पेएफ गर्ने बेलामा चाहिँ त्यसलाई फेरि बेचेर फेरि एनमा कन्भर्ट गरेर पेएफ गर्ने र जुन बाँकी फाइदा हुन्छ, इन्ट्रेस्ट रेट जुन पाएको हुन्छ त्यसबाट चाहिँ कमाइ गरिरहेको थिए। तर अहिले अब जापानको यो 5 इयर, 10 इयर, 20 इयर बोन्डहरूको जुन यो रेट अफ रिटर्न पनि एकदम हाई हुन गएको छ, 1.8 कति पर्सेन्टसम्म मैले लास्ट टाइम देख्दा त्यसरी बढेको थियो। सो यो हेर्दा सामान्य पैसा हो, तर यसले सामान्य वृद्धि दर देखिन्छ, तर यसले चाहिँ के गर्छ भने अब पैसा जापानमै हामीहरूले रेट अफ रिटर्न राम्रो पायौँ, जापानमै हामीहरूले इन्भेस्ट गऱ्यो भने यहीँ नै हामीलाई पैसा फाइदा हुन्छ भने वाइ वी निड टु गो आउटसाइड द कन्ट्री र अरू ठाउँमा किन लगानी गर्ने, किन हामीले युएसमा स्टकमा लगानी गर्ने, किन हामीले मिडल इस्टतिर लगानी गर्ने या अरू अन्य कन्ट्रीतिर हामीले किन यो यसलाई क्यारी ट्रेड गर्ने भनौँ, कन्भर्ट गर्दै इन्भेस्ट गर्ने काम गर्ने भनेर चाहिँ। सो अब त्यही नै हो, अब रेट बढ्ने बित्तिकै यो फ्री मनी जुन छ, फ्री मनी हुने भयो भने यो अलिक एक्सपेन्सिभ मनी हुन गयो र यसले चाहिँ के गर्छ भनेपछि मान्छेहरूले जुन यो ट्रेडिङको पोजिसनहरू हुन्छ यो सबै चिजहरू कट अफ गर्ने भए, होइन, लेभरेजहरू कम युज गर्ने भयो र अब रिस्क चाहिँ जुन उनीहरूले लिइरहेको थियो रिस्क चाहिँ अब उनीहरूले अलिकति कम गर्ने भयो, किन भनेपछि दे गन गो ब्याक टु जापान या उनीहरूले त्यो त्यहाँ चाहिँ पैसा फिर्ता वापस तिर्नुपर्ने हुनसक्छ। सो त्यो कारणले गर्दा र जब 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 यस्तो यस्तो कुराहरू मार्केटमा चाहिँ यस्तो न्युजहरू या यस्तो म्याक्रो पिक्चरमा चाहिँ यस्तो न्युजहरूले इम्प्याक्ट असर गर्ने गरेको छ, यस्तो टाइममा चाहिँ बिटकोइनले पनि यो इम्प्याक्ट चाहिँ फिल गर्ने गरेको छ, बिटकोइनमा पनि यसको इम्प्याक्ट जाने गरेको छ। क्रिप्टो सेक्टर यसबाट अछुतो छैन, होइन, किनभने यो पनि एउटा पार्ट अफ द इकोसिस्टम हो, एउटा पार्ट अफ द इकोनोमी हो र यसले पनि एउटा बिग चङ्क अफ मनी होल्ड गर्छ र यो स्पेसली यो रिस्की एसेट क्लासमा चाहिँ टपमा पर्ने भएको भएर सो यस्तो खालको इभेन्टले चाहिँ, म्याक्रो इभेन्टले चाहिँ अभियसली प्राइसलाई इम्प्याक्ट गर्छ र बिटकोइनको प्राइस हामीले सायद अब यो हप्ता बाई फ्राइडे होइन हामीले अलिकति धेरै नै डिप हान्न पनि सक्छ। सो अलिकति सतर्क रहनु होला। 70-75 केसम्म जान्छ पनि भनिएको छ, इभन 68 केसम्मको अनुमान पनि गरिएको छ। सो वी डोन्ट नो द्याट, हामीले हेर्न बाँकी छ, तर प्राइसले अटोमेटिक हामीलाई नेगेटिभ डिप चाहिँ हान्नेछ। सो यदि तपाईँहरू लङ पोजिसन लिएर बस्नु भएको छ या ट्रेडिङ पोजिसनमा हुनुहुन्छ केही छ भने चाहिँ प्लिज बी केयरफुल है, यो म्याक्रो पिक्चरलाई चाहिँ इग्नोर नगर्नु होला। टेक्निकल डाटाहरू आफ्नो ठाउँमा छ, तर म्याक्रो न्युज यसले चाहिँ धेरै कुरा असर गरेको छ। सो अब त्यही हो, अब सर्ट टर्ममा अलिकति प्राइसलाई भोलाटाइल बनाउने चाहिँ यसले सर्ट टर्म इम्प्याक्ट छ, यसको भोलाटाइल इम्प्याक्ट छ, तर लङ टर्ममा चाहिँ यसलाई के हिसाबले बुझ्न सकिन्छ भने अब ग्लोबल म्याक्रो सिस्टमको पनि बिटकोइन एउटा पार्ट भएको छ, क्रिप्टो एउटा पार्ट हो र यसबाट पनि यो अछुतो रहन सक्दैन भनेर। सो त्यही नै हो, प्लिज बी केयरफुल है। यो हप्ता डिसेम्बर 19 इज भेरी भेरी क्रुसियल र एकदम इम्पोर्टेन्ट दिन रहेको छ र तपाईँहरू आफूले यसो रिसर्च गर्नु होला। थ्याङ्क यू भेरी मच, र फ्युचरमा पनि म यस्तै सर्ट भिडियो लिएर आउँदै जानेछु। थ्याङ्क यू भेरी मच।